सबैलाई नमस्कार। आजकल गणतन्त्र हुँदैन, निरङ्कुश राजतन्त्र चाहिन्छ भन्नेहरूले संवैधानिक राजतन्त्र नाम राखेर आन्दोलन गर्छु, जुलुस गर्छु भनेर धम्की दिइरहेको देखिन्छ। हाम्रा देशका नेता दल पनि त्यसमा गम्भीर रूपमा अगाडि बढेको जस्तो देखिँदैन। नेपालमा किराँतकाल थियो, त्यो राम्रो चल्यो। नेपालमा लिच्छवीकाल थियो, त्यो पनि राम्रो चल्यो। नेपालमा मल्लकाल थियो, त्यो पनि राम्रै चल्यो। त्यस बेलामा कला, साहित्य, आफ्नो पहिचान र आर्थिक स्थिति, समृद्धि, कृषि सबै राम्रो थियो। शाहकाल जब सुरु भयो तब देशमा कुनै पनि प्रकारको कला साहित्यको उत्थान भएन। राणा समेत मिसिएर, शाह समेत भएर केही महल, केही दरबार निजी रूपमा प्रयोग गर्नको निम्ति बनाए। ती दरबार महल अहिले राज्यकरण भएर केही काम लागेको चाहिँ छ। 2036 सालतिर आइपुगेपछि व्यापक रूपमा चाहिँ पञ्चायती व्यवस्थाको असन्तुष्टि बढ्न थाल्यो। पञ्चायती व्यवस्था, निर्दलीय व्यवस्था, निरङ्कुश व्यवस्था, जहानिया व्यवस्था, पारिवारिक व्यवस्था, भाइबारदारको व्यवस्था, सैनिक व्यवस्था भने पनि हुन्छ। पञ्चायतको 36 सालतिर आइपुगेपछि विदेशीहरूले दिएको विभिन्न प्रकारका सहयोगहरू, विभिन्न कल कारखाना खोल्नलाई सहयोग, सडक निर्माण गर्नलाई सहयोग, त्यस्तै चाहिँ विभिन्न प्रकारका योजनाहरू बनाउनलाई सहयोग गरे। त्यो सहयोगमा व्यापक भ्रष्टाचार हो। व्यापक रूपमा भ्रष्टाचार भएपछि ती कल कारखानाहरू, उद्योगहरू शाही खानदानले अथवा राजपरिवारले, उसका भाइबारदारले चाहिँ तिनीहरूलाई सञ्चालन गरे। त्यसको आम्दानी आफ्नो निजी बनाए। त्यो सबै आम्दानी उनीहरूले घरजम जोडे, देश र विदेश सबतिर जोडे। उनीहरू धनी भए। हजार बिघा जग्गा, ठुला ठुला कल कारखाना आफ्ना नाममा राखे। तिनीहरूका आम्दानीले मोज मस्ती गर्न थाले। यस्तो भइसकेपछि बिस्तारै बिस्तारै विकासका नाममा राणाकालमै पनि केही गरेको भनेर अहिले धाक लगाउँछन्। संसार विकसित हुँदै गएको चीन र भारतमा पनि विकासका लहर अगाडि बढेको अवस्था भएपछि राणाले आफ्नो पनि स्वार्थ र जनताको आँखामा छारो हाल्नको निम्ति बारुड यन्त्र एउटा, अस्पताल एउटा, कलेज एउटा, विश्वविद्यालय एउटा, हाई स्कुल एउटा, यस्तो प्रकारको खोले। यसैलाई अहिले मान्छे धाक लगाउँछ। तर त्यस बेलामा नेपाल संसारकै गरिब राष्ट्रहरूमध्येमा दर्ज भइसकेको थियो। त्यस मल्लकालभन्दा अगाडि नेपाल कसैको ऋणी पनि थिएन, आसामी पनि थिएन। चीनतिर पनि भारततिर पनि यसको वर्चस्व नै थियो, इज्जत राम्रो थियो। शाहकालले चाहिँ नि बिस्तारै चाहिँ राणाहरू पनि अब तर्सिन थाले, जहाँ विश्वको चाहिँ नि लोकतन्त्रको आभासहरू हुन थाल्यो। त्यसो भएको हुनाले पञ्चायतमा बडो विसङ्गति, अविकसित राष्ट्रको रूपमा चाहिँ नेपाल चिनिन थाल्यो। नेपालको पुरातात्विक सम्पदा,
मूर्तिहरू चोरिन थाले, सुन तस्करी हुन थाल्यो, लागु औषधिको व्यापारिक केन्द्र बन्न थाल्यो, शासन एकतन्त्री चल्यो, दमन पनि भयो, शोषण पनि भयो, विदेशीले दिएका ऋण सहयोग सबै भ्रष्टाचार भयो। 36 सालतिर पुग्दा त देशले बजेट बनाउन नसक्ने अवस्थामा पुग्यो। त्यसैले विदेशीहरूले पनि ऋण दिन अस्वीकार गर्न थाले, सहयोग गर्न अस्वीकार गर्न थाले। त्यसो भएको हुनाले उद्योग धन्दा सबै शाहीकरण भयो, अथवा शाहज्यादीहरूको नाउँमा, शाहज्यादाहरूको नाउँमा, भाइ भारदारको नाउँमा, आफ्ना परिवार नातेदारका नाउँमा उद्योग धन्दाहरू खोल्न थाले। त्यसलाई विचार गर्नुहोस् त, सूर्य नेपाल सबभन्दा ठुलो कम्पनी, होटेल सोल्टी सबभन्दा ठुलो होटेल लगायतका नेपालको सबभन्दा धेरै यातायात, ट्रक, बस, साना गाडी सबै टाटा कम्पनीका एजेन्ट सबै राजदरबारको तैनाथ हुन थाल्यो। यसरी राजदरबार पुरै आफ्नो र आफ्ना दर सन्तानहरूको उद्योग चलाउनेतिर जान थाल्यो। यस्तो अवस्थामा विश्व सामु समक्ष यी सबै कम्पनीहरू जति चाहिँ नि सरकारी कम्पनी छन्, चिनी उद्योग, त्यसपछि आएर कृषि औजार कारखाना, भरकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता, सिमेन्ट उद्योग लगायतका उद्योगहरू जे थिए नि, तिनीहरूलाई निजीकरण गर्न IMF इन्टरनेसनल मोनिटरिङ फाउन्डेसनलाई फन्डलाई सम्झौता गर्यो। त्यही सम्झौता गर्ने क्रममा नै पछि नेपाली काङ्ग्रेस, एमालेहरू भएको बेलामा कमिसन खाए होलान्, सस्तोमा बेचे होलान्, बदमासी गरे होलान्, तर बेच्नु पर्ने बाध्यता चाहिँ पञ्चायतले नै गरिदिसकेको थियो, राजाले नै गरिदिसकेको थियो, पहिल्यै एग्रिमेन्ट भइसकेको थियो। त्यसो भएर हेटौडाका उद्योग, भैरवाका उद्योग, विराटनगरका उद्योग, बालाजी क्षेत्रका उद्योग, विभिन्न ठाउँका चिजहरू ती सञ्चालन भइरहेका थिए। यसरी नेपालमा व्यापक रूपमा राजाका भाइ भारदारले सेना चलाउने, प्रहरी चलाउने, प्रशासन चलाउने समेत हस्तक्षेप गर्न थाले। त्यसको विरोध गर्नेलाई गोली ठोक्ने, झ्यालखान थुन्ने गर्न थाले। उनीहरूकै ग्रुपभित्रका मान्छेलाई पनि मार्ने, बेपत्ता पार्ने गर्न थाले। त्यसो भएको हुनाले 36 सालमा आन्दोलन भयो, 46 सालमा आन्दोलन भयो, 63 सालमा आन्दोलन भयो, जनआन्दोलन ठुलो भयो। अहिले यिनैले फेरि त्यो राजतन्त्र चाहियो भनेर यिनकै आउरे बाउरे चाउरेहरूले खाइ पल्केका कपुतहरूले भन्न थाले। किन चाहियो यिनीहरूलाई राजतन्त्र? के गरे राजतन्त्रले? 238 वर्षभन्दा बढी शासन गरेको, नेपाललाई हरिकङ्गाल पारेको, विश्व सामु अन्तर्गत गरिब राष्ट्र भनेर दर्ज गराएको, भ्रष्टाचार व्यापक भएको देश यिनीहरूले 63 सालमा छोडे, सत्ता छोडे। त्यस पछाडिका दलहरूले त्यो बिग्रेको जगलाई सपार्न कोसिस राम्रो गरेनन्, अहिले पनि गरिरहेका छैनन्। त्यसैले जनताले मतदान गर्दा विचार गर्नु पर्यो। यही कुरा राख्नको निम्ति फेरि आज तपाईँहरू समक्ष म आएँ। धन्यवाद।